हेलो साथीहरू नमस्ते। यो चाहिँ आजको ब्लग चाहिँ यो ताप्लेजुङदेखि माथि जाँदाखेरि लस्ट मङ्की जाने बाटोतिर हो। यो डाँडामा जाँदाखेरि चाहिँ एकदमै रमाइलो अनि त्यहाँको वातावरण धेरै नै राम्रो देखिने र एकदमै इन्जोय इन्भाइरोमेन्ट भएकोले हामी चाहिँ धेरै इन्जोय गऱ्यौँ। अनि हाम्रो भिडियो हेरिदिनु होला। यहाँ चाहिँ गुराँसको बोट रहेछ। गुराँस चाहिँ तर फुलेर झरिसकेको रहेछ। अलिकति छ, तिनवटा रहेछ। जे भयो नि देख्न पाइयो। यो चाहिँ बाँदरे अम्बक हो। यसलाई चाहिँ टिपेर यसको खोल फालेर चाहिँ भित्रको खान सकिन्छ नि, खानुपर्छ। यो बाँदरेको बोट पनि रहेछ। पहिला सानोमा चाहिँ हामी एकदमै खान्थ्यौँ है यस्तो चाहिँ। यो चाहिँ भर्खर टिपेको फल हो। यसलाई चाहिँ यसको नाम चाहिँ पिरीमा के भन्छ। पाक्दाखेरि चाहिँ अलिक रातो हुन्छ तर अलिक ठुलो पनि हुन्छ। यो चाहिँ पाक्नु लागेको हो तर एकदम मिठो हुन्छ खाँदाखेरि चाहिँ। जङ्गलको फल हो कि। हेलो गाइस, यहाँ चाहिँ ऐसेलु पाकिरहेछ। अनि ऐसेलुको पात ऐसेलु चाहिँ यस्तो हुन्छ। यो चाहिँ यसरी खानुपर्छ। खाने तरिका पनि सिकाउँदै हुन्छ। धन्यवाद। एकदम मिठो छ है। सोल्टिनी मिठो छ नि। यही हो ऐसेलुको बोट। यसलाई नै भन्छ। यो अहिले वैशाखको महिना भएकोले यस्तो जङ्गलतिर पस्यो भने चाहिँ यस्तो खानेकुराहरू धेरै पाइन्छ क्या। आइसेलुहरू पनि पाकेको हुन्छ। यहाँ आइसेलु भइहाल्यो। अनि अघि पिरिमाहरू भयो। यस्तो 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 के धेरै नै पाइन्छ क्या जङ्गलतिर। जङ्गलमै गएर खाँदा पनि मिठो। आइसेलुको बोट चाहिँ काँडै काँडा चाहिँ हुन्छ तर फल टिपेर खान भने सजिलै हुन्छ। यसरी फलेको हुन्छ। यहाँ टिपेर खानुपर्छ यसरी। गुलियो मिठो क्या। कस्तो दामी घरहरू नि।
आजको दिनमा चाहिँ हामीले चाहिँ एकदमै धेरै इन्जोय गऱ्यौँ अनि त्यसपछि एकदम रमाइलो भ्यूहरू हेर्न पायौँ, खुसी लाग्यो। अनि यो चाहिँ सबै ताप्लेजुङ बजारदेखि अझै माथि जाँदाखेरिको हो। अनि हाम्रो भिडियो हेरेर इन्जोय गर्नुभयो होला। अनि थ्याङ्क्स फर वाचिङ।